नमस्कार सम्पूर्णमा साथीहरू, आज चाहिँ हामी एउटा फरक विषयवस्तुमा कुरा गरौँ। तपाईँ हाम्रो जीवनसँग जोडिएको एवं प्रकृतिसँग जोडिएको कुराहरू। विषयवस्तु छ कोहीभन्दा ठुलो कोही पनि छैन। विशेष गरेर अलि मै ठुलो सबथोक म नै हो, अरू केही होइन सोच्नेहरूका लागि कसैसँग मेल खान गएमा संयोग मात्र हुनेछ भन्न चाहिँ है। मैले कथाको विषयवस्तु चाहिँ सामाजिक सञ्जालबाट नै प्राप्त गरेको। साथीहरू, हामीलाई थाहा भएकै कुरा हो, हामीले सबैभन्दा बलियो ठान्ने भनेको फलाम है। फलामभन्दा पनि बलवान चाहिँ आगो रहेछ नि साथीहरू है त। किनभने आगोले फलामलाई पगालिदिन्छ। अनि आगोभन्दा पनि बलियो के छ भने पानी, किनकि पानीले आगोलाई निभाइदिन्छ। अनि पानीभन्दा पनि बलियो मान्छे हामीहरू, किनभने हामीले पानीलाई जस्तो चाह्यो त्यस्तै अवस्थामा प्रयोग गर्न सक्छौँ, पिउँछौँ, कतै चार्नमा काम गर्छौँ या त कुनै पनि ठाउँमा भनौँ न नियन्त्रणमा लिने गर्छौँ भनौँ न। अब विशेष गरी मैले भन्न खोजेको, तपाईँले भन्नुहोला फेरि त्यत्रो नदीहरू समुद्रहरू कहाँ कहाँ जान्छ, हामीले किन नियन्त्रणमा लिन सक्दैनौँ भन्ने कुराहरू मैले त्यो गर्न खोजेको होइन है। मेन कुराहरू सानो सानो हाम्रोतिरको मुहान हुन्छ, एउटा उदाहरण मात्र दिन खोजेको है। अनि हामी मान्छेभन्दा पनि बलियो चिज के छ त? हाम्रो रिस र घमण्ड, जसले हामीलाई सिद्ध्याइदिन्छ। रिस र घमण्ड गर्यो भने मान्छे सिद्धियो, बुझ्नुहोस्। अनि रिस र घमण्डभन्दा पनि ठुलो के छ भने त्यो हो काल, जसले रिस र घमण्डलाई पनि खाइदिन्छ। अनि त्योभन्दा पनि ठुलो के छ भने प्राकृतिक नियम, जुन चाहिँ सृष्टिकालदेखि नै चल्दै आएको। अब कुरा गरौँ फेरि यो सबैभन्दा ठुलो कुराहरू पनि के हो भने आगो, पानी, जमिन र हावा। किन? मरिसकेपछि आगोले डढाउँछ, पानीले बगाउँछ, जमिनमा पुरिनुपर्ने हुन्छ, अनि फेरि त्यही माटो, हावा र पानी हुनुपर्छ। सकियो। केही छ त? जीवनमा केही पनि छैन। त्यसैले साथीहरू, रिस र घमण्ड भन्ने कुराहरू आजैबाट त्यागौँ भन्न चाहिँ है। मन पर्यो भने सेयर गर्नुहोला। बाँकी कुराहरू अब यस्तै त हो नि है त।